त धेरै पहिलाको अब इतिहास छ के छ अध्ययन गर्नुपर्छ है। यो हामीले थाहा पाएको यो वासुकी धाम प्रवेशद्वार रूपक लोहानी अमेरिका बस्ने रूपक लोहानीले बनाएको हो क्या। नुवाकोटमा नि यस्तो मान्छे छ होइन, टक्क समाजसेवा गर्ने मान्छे नुवाकोटमा नि छ हाम्रो। बाहिर बसेर पनि आफ्नो नेपाललाई केही गर्छन् भन्ने देख्नु पर्यो नि त। नुवाकोट जिल्ला बेलुरवाडी नपा वडा नम्बर 13 बस्ने पद्मराज लोहानीको नाति कृष्णप्रसाद लोहानीको छोरा रूपक लोहानीद्वारा निर्माण गरिएको वासुकी धाम प्रवेशद्वार जग्गादाताहरू हेमप्रसाद सिलवाल तथा श्रीमती नाउमाया सिलवाल श्री राधाकृष्ण सिलवाल यतिसम्म 2079 12 महिना 30 गते बनेको सम्पन्न भएर चाहिँ श्री गणेशाय नमः। नुवाकोट जिल्ला बेलकुटगढी नगरपालिका वडा नम्बर 13 स्थित स्वर्गीय बाजे मामाघरको बुबा पूर्ण प्रसाद पाण्डे र बजै लीलादेवी पाण्डेद्वारा स्थापना गरिएको मनोकामना माईको मन्दिर स्वर्गीय पद्मराज लोहानी र वेदकुमारी लोहानीको नाते तथा कृष्ण प्रसाद लोहानी र सरस्वती लोहानीको छोरा रूपक लोहानीद्वारा नवनिर्माण गरिएको छ। इति सम्बत 2081 साल वैशाख 1 गते रोज 7 शुभम। राम 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 नारायण हरि जय गुरु गणेश जय हर हर जय बासिन्दा यही भगवती देवी रानी की देवी भगवती नारायण हरि कंठ खोलाई देव आज बडो भाग्यले हामीहरू यहाँ मनोकामना माई देवीको मन्दिरमा नुवाकोट आएर हेर्नु यसरी यहाँ आएर हरिका भजनहरू गाउन पाउँदा नारायण हरि कति रमाइलो यो खैँजडी भजन भनेको पुरानो हाम्रो मौलिक खैँजडी भजन हो। भक्त वत्सलहरू हाम्रो नेपालमा यो नेपालको संस्कृति हो। संस्कृति जोगाइयो भनेदेखि आफ्नो देशको पहिचान खुल्छ। देश विदेश सारा चिनाउने हाम्रो यो एउटा माध्यम हो भनेर आयोजक परिवार जो जसले आयोजक गरेर आज हामीहरूलाई यहाँ निम्ता पठाएर हामी यहाँ आइरहेका छौँ। यो आज हामीहरूलाई निम्ता सुन्न साथ हामी साह्रै खुसी भएर नारायण हरि आयौँ दौडेर परम प्रभु परमेश्वरका कृपाले अब भाग्यले यस्ता कार्यक्रमहरूमा हामी भाग लिन पाउँछौँ।
आज हामीहरूलाई आयोजक परिवारहरूले बोलाएर हामी साह्रै खुसी हर्षमन गरिकन दाजुभाइ दिदीबहिनी सबै भएर काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर 2 बसन्त नगरमा रहेको ओमकारेश्वर परिवार ओमकारेश्वर मन्दिरमा दैनिक हामी हरिका भजनहरू यस्तै गरिकन गाउँदै रमाउँदै आउने गर्दछौँ। सारा भक्तहरू हामीहरू आज हाम्रो देशको संस्कृति जोगाउनु पर्छ, यो हाम्रो देशको पहिचान हो भनेर आएका छौँ। त्यसै भएको हुनाले नारायण हे हरि जोगाउँ संस्कृति वत्सलहरू हामी हिन्दू सनातनीहरू हिमाल पहाड तराई कोही छैन पराई सबै एउटै मालाका फूलका ठुङ्गाहरू सारा हामीहरू मिलेर हाम्रो प्रकृति सौन्दर्य भएको देश सारा खोला नाला तराई गए धानहरू झुलिरहेका यता हेर्नुहोस् यस्तो रमाइलो यो प्रकृति सौन्दर्यतामा रमाउँदै भक्त वत्सलहरू हामीहरू आइरहेका छौँ। जो विश्वको सर्वोच्च शिखर सगरमाथा पनि हाम्रै देशमा नारायण हे हरि टाला टाले क्या छ कण्ठ खुलाइदिनु होला भन्दै कण्ठ यसै पनि सुकेको छ मेरो आज। त्यस कारणले म नुवाकोटकै छोरी नुवाकोटकै बुहारी यहीँको चेली हो। जिल्ला नुवाकोट थानसिङ मेरो घर दुर्गा मेरो शुभ नाम लामी छाने थर भजन गाउने मने गरे देख्दा सबको साथ दुवै हात जोडी कान गर्छु नमस्कार नारायण राम 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 गर्छु नमस्कार मनका मन मैना कालको शरणमा
सकेची कति सङ्कटी छन्, धेरै छन्। संस्कृतिले सम्पदाले भरिपूर्ण देश नेपाल हाम्रो। यसैमा चाहिँ आज मैले यसमा चाहिँ थोरै समय भएको कारणले हाम्रै देश नेपालको बारेमा चाहिँ 2-4वटा मात्रै ल्याउँछु म। त्यस कारणले हाम्रो नुवाकोटमा भैरवतिर जालपामाईको थाना दुप्चेश्वर महादेवले बढाइराछन् साना जालपामाईको काठमै बसिन त्रिशुली सलला नुवाकोट दरबार हेर्दा छनै झलमला नारायण राम 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 यही हो हाम्रो गाउँ ओंकारेश्वर पारा खबराई भाइ दिदी बहिनी र दाजु भाइ आज उनका मुनाको मन्दिर भजन गाउन आएको आज पनि मेरा साथीको गाडी दोजानेको 2टा लेला भन्न पाएको यो राजन कस्तो रमाइलो राम 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 कुन लीला भन्नु त राम कतैतिर भुइँपाले गयो भने हाम्रो यहाँ 87 वर्ष भएका गुरुबाले पनि मलाई माफ दिनु होला उतातिर यिनी मुनकामना भगवतीले पनि माया गर्नु होला कतैबाट दैव केलाई छोराएर सुन बुझा रामुलारे भगवान कृष्णले आवामी जङ्गलमा जाने भनेर आफ्ना गोठीहरूलाई साथीहरूलाई सबलाई सल्लाह गरेर यो राजन मैला लाने
भने मैलाउती धेरै घुरायो भन्छन् कहाँ के खाने भन्दछन् त्यसै उसले हामी केटा गएर पुनः बिहारमा सारा जङ्गलमा हेरौँ भनेर आफ्ना साथी लिएर ठुलो अगुराको जङ्गलमा भगवान कृष्ण अघि अघि अरू साथी पछि पछि जङ्गल पसेन जङ्गलमा कतो भन्नुहुन्छ भने पानी भइसक्यो भोग पनि छैन तिर्खा पनि छैन निन्द्रा पनि छैन थकाइ पनि छैन केही टोला भन्ने पनि छैन भोग पनि छैन 5 दिन बितिसक्यो तपाईँ अर्धभर बसिरहेको दिन भएन भगवान कृष्णले अब भोग चलाउनु पर्यो भनेर आफ्ना साथीहरूलाई एकदम के खाऊ भन्ने भोग लगाएर के भन्नुहुन्छ भगवान कृष्ण भन्ने साथी हो आज त अति नै भोग लाग्यो भन्दाखेरि बाबु साह्रै भोग लाग्यो लापासँग परिजाओ त केही पाइलेर आऊ भनेर जगतपति नारायण कृष्णले राजन हुकुम दिनु पारिपट्टि जाँदा समुद्र गले देखे समरको मुखबारी अनि आएर प्रभु कृष्ण यस्तो भन्दाखेरि के भन्नुहुन्छ कृष्ण भने हेर बाबु हो किसानको दुःख हो त्यो पाइ भनेर धेरै नभए त एकवटा खाँदा केही प्रतिभा लाग्दैन भनेर भन्नुभयो तिमीहरूले चाहिँ एकवटा ल्याउनु मात्रै कालो ल्याउनु भएको मलाई चाहिँ कालो कुहिराइ ल्याउनु भनेर पछि लिएर आएर जब उको खाना लागेको त त्यो करी खाना कहिल्यै निक्लिँदैन रस आएको आइसम्म भइसक्यो उतातिर भगवान कृष्णले आफ्नो साथीबाट चक्कु देखेर उतार्नलाई राखेर आफ्नो कान्छी आउनु गएछन् भगवान कृष्णको कान्छी रगरको खोलो बग्न लाग्यो अब के भगवान कृष्ण रुन लाग्नु भयो बाबु म त मरे भई भन्दाखेरि जाऊ कहीँ पायो टालो लिएर टालो बान्नु पर्यो भनेर त्यता पारा 2 जना 4 जना दौडी टालो लिन गएको उतातिर द्रौपदी चाहिँ अमूल्य सारी लाएर कुलदेवताको थाना दर्शन गर्न आएको राजन के
नेपालको जुन तपाईँले सेयर गर्नु होला मान्छे जति बाँच्यो त्यति बाँच्यो भन्छन् तपाईँहरू पनि यो सुनेर आनन्द लिनु होला हामी नुवाकोट 13 मदनपुर श्री मनोकामना माईको मन्दिरमा छौँ। आशिक विनय कठै गरी गाईबहारीको 87 वर्ष बुढाको आशिक लाइहालो तर यो मिडियालाई पनि नारायण राखेको हामी पनि यो नेपालमा भनौँ न नेपाल बाहिर कसैले देखेका थिएन यो मिडियाले हामीलाई संसार मुलुक भिजिदियो अनि यसलाई पनि धन्यवाद नदिए कसलाई दिने बाले हामी मिडियालाई पनि धेरै धन्यवाद धेरै लामो समय छैन अब नीति कृष्ण चरित्र भन्छु है म हुन्छ हेराम बाटो कला तपाईँलाई मन जति सक्दो लाइक सेयर यो मदनपुर बेलपुरगढीतिर मदनपुर डाङ्गा हेर्ने भन्ज्याङमा यो रमाइलो गाईहरू फकाएर हाम्रा रीतिरिवाज परम्परा संस्कृति जोगाउनको लागि मासिकलाई जोगाउनको लागि भजन कीर्तन किन भन्नुहुन्छ भने यो भजन कीर्तन
राम 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 सरस्वती माई तिमीले संस्कृतिलाई बचाइराख्ने हाम्रो अभियान नारायण राम 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 जोगाऊ संस्कृति हिन्दू संस्कार हाम्रो आहा कति राम्रो जोगाऊ संस्कृति हिन्दू संस्कार हाम्रो आहा कति राम्रो जोगाऊ संस्कृति नारायण मरि जाने चोला हाम्रो छैन कुनै भर अर्को जुनी छ कि छैन कसले देख्या छ र बाचुन्जेल पुण्य गरौँ जप मुखमा राम दुःख पर्दै नै वचन लाग्छन् सबलाई काम नारायण राम 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 बजे तारिन्छ राम राम मुखु भयो कलियुगमा राम बजे तारिन्छ आज मलाई एउटा भजन गाउन मन लाग्यो गाउँदा गाउँदै परिचय दिने इच्छा जाग्यो नाम त मेरोमा पर्यो बिगारी हो थर बिहे भयो नुवाकोटमा धादिङ जन्म घर नारायण राम 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 यही हो परिचय हरि हरि सधैँभरि यही हो परिचय दश मास खण्ड भागवतका लीला भए जाति शेषनागले वर्णन गर्न सक्दैनन् रे कति कृष्ण लीला उस्तै राम्रो महाभारत पनि एउटा लीला गाउँछु मैले जानी या नजानी नारायण राम 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 लीला सुरु भो आत्मा देव ब्राह्मणको लीला सुरु भो चतुर्थ पारायण त्यो लघु डन्डालाई पूजा गर्ने ओम नमो भगवते वासुदेव दायाँतिर ओम नमो भगवते वासुदेव छिटो गरे हुन्छ कि छिटो गर्नु
अहिले जब मिल्ने लाग्छ नि तर्पण गरे हजुर तर्पण लाखपति बालेसी तर्पण गर्नुपर्छ हवन गर्नुपर्छ 12,500 त्यसको 10% 1250 तर्पण गर्नुपर्छ 1250 को 10% फेरि मार्जन गर्नुपर्छ यस्तो आकारको यानी नाच्न आग्रह गर्छु रूपक बासुरीले नाचेको हेर्न मन छ भनेर सोसियल मिडियाले भन्नुभएको छ रूपक बासुरी नाचेको हेर्न
यो जिन्दगी भरिलाई जप दामोदर कुंडा गाई गंगा तुलसी दामोदर कुंडा शालिग्राम भगवान लै जाऊ वैकुण्ठ शालिग्राम भगवान लै जाऊ वैकुण्ठ गाई गंगा तुलसी दामोदर कुंडा गाई गंगा तुलसी दामोदर कुंडा शालिग्राम भगवान लै जाऊ वैकुण्ठ शालिग्राम भगवान लै जाऊ वैकुण्ठ ओ शालिग्राम भगवान लै जाऊ वैकुण्ठ बोलो शालिग्राम भगवान को राधा कृष्ण भगवान को हरे राधा कुंड श्याम कुंड गिरि गोवर्धन राधा कुंड श्याम कुंड गिरि गोवर्धन मधुर मधुर वंशी बजो यो वृंदावन मधुर मधुर वंशी बजो यो वृंदावन राधा कुंड श्याम कुंड गिरि गोवर्धन राधा कुंड श्याम कुंड गिरि गोवर्धन मधुर मधुर वंशी बजो यो वृंदावन हरि हरि मधुर मधुर वंशी बजो यो वृंदावन ओ मधुर मधुर वंशी बजो यो वृंदावन हजुरलाई कस्तो लागिरहेछ राम्रो लागेछ बाबु राम्रो लागेछ बाबुलाई राम्रो हो उहाँ अहिले बाहिर हुनुहुन्छ अमेरिकातिर हुनुहुन्छ होइन अब यहाँ मन्दिरको समापन भयो यो साधनाको सुचारू भयो नि त आफ्नो छोराछोरीलाई के भन्न चाहनुहुन्छ के आशीर्वाद दिन चाहनुहुन्छ राम्रो हो झुला भन्छु बाबु अरू केही भन्न सक्दिनँ अनि यहाँ खास यही ठाउँमा मन्दिर बनाउनुको मुख्य कारण चाहिँ के हो यहाँ पहिलेदेखि पूजा गर्ने गरेको थियो नि त चौधा खुसीको खबर हो रूपकले गरेको अनि त साह्रो अब पूर्ण प्रसादले हाम्रो बुढो बाउ मामा भएको बुढो बाउले गरेको पहिला भएन अब कति सालको पनि थाहा भएन अहिले चाहिँ हामीले 81 1 महिना 7 गतेको हाम्रो उद्घाटन भएकोमा आज चाहिँ अब सम्पन्न भइयो भन्नु पर्यो आजलाई भइयो मुख्य कारण चाहिँ के हो पहिला मन्दिरै मूर्ति त थिएन एउटा सपना गरेर मनोकामना जान नसकिया भएर अनि सारा यहीँ हाम्रो बुवाले मामहरूको बुवाले पूर्ण प्रसादले यहाँ देउता राखेर देउतै भन्नु पर्यो हाम्रो लागि राखेर अनि साह्रो त्यो यहीँ थापेर अनि उहाँ जान नसकेर काट्नु भएको थियो यहाँ पहिला अनि हाम्रो बुढी आमाले विषय भएको त्यही भएर अनि तर अब अहिले पलाती नाति हामी भयो पलातीले मन्दिर बनाएर खुसी भइयो त्यही भएर राम्रै छ
रूपक मेरो भतिजो। ए हजुरको भतिजो के भन्न चाहनुहुन्छ मलाई यहाँबाट? राम्रो राम्रो भएर त्यही भन्न चाहन्छु। यो यतिको बनाउनु भयो एउटा समाजमा हो राम्रो गर्नु भएको छ नि त उहाँले त होइन। एउटा व्यक्तिले बनाएको भने खुसी हो नि त। कुनै ठाउँमा कतिले त गर्न सकेको थिएन भने एउटा तपाईँ बोल्दा बोल्दै एक्कासी भावुक हुँदै हुनुहुन्छ किन होला? त्यस्तो होइन, त्यस्तो त छैन। पुरै तिर्पिल उहाँले आयो त्यही भएर हो। हस् हस्, त्यस्तो